बालनजीलाई देशद्रोहको मुद्दामा जेल हाल्नुपर्छ। तपाईहरुको माग त्यही हो? त्यही हो, युवाहरूको माग त्यही हो। सुदन गुरुङ अहिलेको गृहमन्त्री र बालनलाई जेल ठोक्नुपर्छ। यो सरकारले नठोके हाम्रो आउने सरकारले ठोक्छ। अबै साले डाका मङ्गले साले उखाने साला, केपीको भरौटे, केपीको चम्चा, केपीको तलुवा, ठुक्क तेरी माका साकी नाका साले हरामी। तैँले तेरो औकात के छ? तैँले बालेन शाहलाई देशद्रोही मुद्दामा जेल हाल्ने तेरो औकात छ? तेरो औकात छ बालेन शाहलाई जेल हाल्ने? भलै पछिल्लो अवस्थामा रविको विरुद्धमा चाहिँ तेरो गृहमन्त्री उतारेको होला, तर बालेन इज बालेन। तिम्रो जस्तो तेरो बाउ केपी शर्मा ओली जस्तो चाहिँ गए गुज्रेको छैन होइन। तेरो बाउ केपी शर्मा ओलीलाई यो देशद्रोहीको मुद्दा हाल्ने भनेको बुझिस्? अब पालो तिमीहरूको होइन। अर्को तेरो बाउको कुखाने छ नि, तेरो दाइ, तेरो ठुलो दाइ महेश बस्नेत, त्यसलाई यो चाहिँ देशद्रोहीको मुद्दा हाल्ने। तेरो बाउ, तेरो दाइ, तिमीलाई जति पनि भरौटे ताली बजाउने छन् नि त्यो कार्यकर्ता चोर दलालहरू हो, ती सबलाई यो देशद्रोहीको मुद्दा हालेर टुटी खेलाउन र झुन्डाउने, एउटै डोरीमा पाछो लगाउने तिमीहरूलाई। माधव साला जेपाती बोल्दैछस् अलिकति शरम गर यार मङ्गले। माधव चोट यो उमेरमा त यति दुनियाँको प्रेसरमा छस् नि, कुनै दिन फेरि सिद्ध होला। जेएनजी आन्दोलनमा तेरो बाउले चाहिँ ताकी गोली हान्न लगाउने, तेरो बाउ हान्ने, त्यहाँ एमालेका भरौटे त्यो मस्जिद बस्नेतका गुन्डाहरूले हान्ने, अनि त माधव चोटले चाहिँ अनि देशद्रोहीको मुद्दा चाहिँ बाल्नेलाई लगाउने। तेरी माधव चोट साला, ए बचेर हिँड केटा हो तिम्रो, बचेर हिँड है। यो जेएनजी जो उमेरका बच्चाहरू छन् नि, भाइ बहिनीहरू छन् नि, हो यिनीहरूलाई फेरि केही सोच्नेवाला छैन नि अगाडि पछाडि। तातो खुन कस्तो हुन्छ भन्ने कुरा भेट्लास फेरि विचार गरेर हिँड्ने अलिकति। तेरी माधव चोट साला भरौटे साला। अर्को कुरा मङ्गले डाका सुन भोसडीवाला, तैँले चाहिँ सुदन गुरुङलाई छुने हिक्मत छ तेरो? छुने ल